मलाई त्यो वर्ष बोर्ड चाहिँ दिन मन छैन भनेको कुनै त त्यो भाइरस आइदियो हुन्थ्यो क्या क्यान्सल भइदियो हुन्थ्यो एक्जाम पुरै मैले सुनेको थिएँ कि कोरोनाको अर्को वेभ पनि आउँदैछ भनेर तैँले सुनेको थिइस् त्यही भने अहिले त कसम भने म त सबलाई लड्डु बाँड्थ्यो होला क्या ब्रो तिमी पागल हो ब्रो मसँग बोर्ड्सको कुरा गर्छौ मेरो बोर्ड्स पुरै सर्ट भइसक्यो क्या ब्रो त्यो मनोकामनाको वाला मेसेज छैन मैले 20 जनालाई सेयर गरिसकेँ क्या ब्रो अनि त्यही माथि मैले सब पोस्टमा ओम पनि लेखिसकेँ क्या मलाई कहिले फेल गर्न सक्दैन नि फेरि बोर्ड्सको त कुरै नगर्नु क्या तपाईँ मसँग रोहनको नि बोर्ड चलिरहेको छ रोहन क्या मेरो ठुलो छोरो हो त्यसको आमाले भन्छ फेरि टिभी नहेर्नु त्यसलाई डिस्टर्ब हुन्छ अब त्यो मुजालाई फेरि मैले टिभी हेरेको बेला किताब खोल्नुपर्छ क्या हेर्नुहोस् है 8 बजीको समाचार कति इम्पोर्टेन्ट हुन्छ तपाईँलाई थाहा छ नि बोर्डको त के छ र हरेक वर्ष आइरहेको हो त अर्को वर्ष दिन्छ अब भन्छ कि मलाई टिभीमा नहेर्नु फोनमा हेर्नु समाचार अब फोनमा त त्यो नानीको अनुहार मात्रै देख्छ क्या समाचार त कसले हेर्छ र ब्रेकअप गरेर गयो यार त्यो रिजन के भनेर सोधेको होइन बोर्ड्समा ध्यान दिनु पर्यो अरे क्या अनि मैले त्यसको के किताब च्यातेर खाइदिन्थेँ र बोर्ड्स त मेरो पनि छ नि यार मेरो एफोर्ट्सको के त नि होइन तर 90 हान्छु भनेको यार अब बेलुका रक्सी खाने प्रोग्राम बनिरहेको छ अनि आइज अब के कुरा गर्ने क्या अस्ति म पढिरहेको थिएँ होइन अनि 81 हेल्थ कन्सर्न भइदिएँ क्या म अनि त्यही भएर यसो फिटनेसतिर ध्यान दिएको बोर्ड पछि त जिम जोइन गरिदिने हो अब यस्तै छ कि हेर्नु न अस्ति म पढिरहेको थिएँ होइन कुन बेला रुम सफा गरेँ थाहै भएन क्या पढ्ने भनेपछि यस्तै हो क्या मलाई मात्र हो कि तपाईँहरूलाई नि हो